तो गाइस आजभोलि तपाईँ काहीँ न काहीँ फोटोबाट भिडियोहरू बनाएको हेरिराख्नु होला। पुरानो मान्छेहरूको फोटोबाट भिडियो बनाएर टिकटकमा अथवा अरू सोसियल मिडिया एकाउन्टहरूमा भिडियोहरू हेरिराख्नु भएको होला। त्यो कसरी बनाउने त? त्यो कहाँबाट बनाउने? कुन एप्सबाट बनाउने? कुन वेबसाइटबाट बनाउने? तपाईँ सजिलै बनाउन सक्नुहुन्छ आफ्नै मोबाइलबाट। म यो सबै प्रक्रियामा आफ्नो यो भिडियोमा देखाउन गइरहेको छु। प्लिज ध्यान दिएर हेरिदिनु होला र यो भिडियो फुल्ली हेर्नु भने तपाईँले नि आफ्नै मोबाइलबाट गर्न सक्नुहुन्छ त गाइस आउनुहोस् म आफ्नो स्क्रिन सेयर गर्न गइरहेको छु। त्योभन्दा अगाडि गाइस यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, बेल आइकन दबाउन नबिर्सिनु होला। र गाइस तपाईँ फेसबुकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला, टिकटकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला। र गाइस म आफ्नो स्क्रिन सेयर गरेर तपाईँले देखाउन गइरहेको छु। प्लिज ध्यान दिएर हेरिदिनु होला। तो गाइस सबभन्दा पहिला तपाईँ आफ्नो स्क्रिनमा आउनु होला र स्क्रिनमा आएपछि यहाँ क्रोममा आउनु होला र क्रोममा आएपछि यहाँ सर्च गर्नु होला। फ्री इमेज टु भिडियो जेनेरेट भनेर सर्च गर्न सक्नुहुन्छ अथवा पिक्स भर्स भनेर सर्च गर्न सक्नुहुन्छ। पिक्स भर्स एआई भनेर सर्च गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ आइसक्यो। यहाँबाट अब तपाईँ फोटोबाट भिडियोमा जानुहुन्छ भने फ्रीमा क्लिक गर्नु होला। जस्तै यहाँबाट अब एउटा इमेज चुज गर्नु होला। इमेज चुज गर्दाखेरि लगइन गर्न भन्छ। लगइन गर्दाखेरि यहाँ अब लगइन विथ जिमेल गरिदिनु। मैले जिमेल गरेर तपाईँहरूलाई जे मन लाग्छ गरिदिनु होला। कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरेपछि अब यहाँबाट तपाईँ हेर्न सक्नुहुन्छ। यहाँबाट फोटोमा आउनु होला। यहाँबाट फोटो एउटा चुज गर्नु होला। सपोज मैले यो फोटो हालेँ, यहाँ डाउन गरेँ। अब यहाँबाट के बनाउन चाहनुहुन्छ? मैले लेखेँ स्ट्यान्ड अप एन्ड लाफिङ। स्ट्यान्ड अप एन्ड लाफ लेखेँ। कति सेकेन्डको बनाउन चाहनुहुन्छ? जस्तै मैले 5 सेकेन्डको राखेँ। 5 सेकेन्ड, 8 सेकेन्ड, 10 सेकेन्ड, यसमा तपाईँ ड्युरेसन बढाउन सक्नुहुन्छ। कति सेकेन्डको राख्न चाहनुहुन्छ यो बढाउन सक्नुहुन्छ। मैले 5 सेकेन्डको राखेँ। अनि त्यसपछि क्वालिटी कस्तो चाहियो तपाईँले? क्वालिटीमा यहाँ आफ्नो चुज गर्न सक्नुहुन्छ। कस्तो चाहियो तपाईँको चुज गर्न सक्नुहुन्छ। मैले यहाँ 360 राखेँ। त्यसपछि यहाँ क्रिएटमा क्लिक गर्नुभयो भने तपाईँको बन्न थाल्छ। यहाँ अब एकछिन टाइम लाग्छ, तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो भिडियो रेडी भइसक्यो। अब तपाईँले हेर्न सक्नुहुन्छ। यहाँबाट डाउनलोड पनि गर्न सक्नुहुन्छ। यहाँ स्ट्यान्ड अप एन्ड लाफ भनेर हालिसक्यो। अब यहाँबाट तपाईँ आफ्नो डाउनलोड गर्न सक्नुहुन्छ। त्यो वाटर मार्केट मैले फ्रीमा गरेँ। अब यसमा केमा डाउनलोड गर्न चाहनुहुन्छ? यहाँ डाउनलोडमा थिच्नु भने डाउनलोड भइहाल्छ। यहाँबाट तपाईँ डाउनलोड गरेर यसलाई सेभ गरेर ग्यालेरीमा राख्न सक्नुहुन्छ अथवा अरू कुनै ठाउँमा राख्न चाहनुहुन्छ भने त्यहाँ राख्न सक्नुहुन्छ। अनि टिकटकमा फेसबुकमा जेमा अपलोड गर्न चाहनुहुन्छ त्यसमा गर्न सक्नुहुन्छ। गाइस मेरो यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। र तपाईँ फेरि एकचोटि भन्दैछु, फेसबुकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला, टिकटकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला। हस् गाइस, धन्यवाद। जय नेपाल।